हाम्रो ठ्याक्कै यहाँनिर आइपुगेछ होइन। अब हामी जाने कता यतापट्टि होइन, यतातिर जान्छौँ अब हामी। यो चाहिँ कहाँ मन्सुरको ताल हो। अन्त कतै दायाँ बायाँ जाने नि यो बाटोमा छ भने जाने यो पल्लो पाइप छ नि यो छ नि यो कटेर उ पल्लो छ नि पल्लोमा जाने पल्लोबाट पल्लोमा जाने त्यहाँ छ गाउँ। यहाँ पनि छ एउटा काफलको बोट चाहिँ। यो साइड चाहिँ टक्क चिया बगान जस्तै रहेछ। उ त्यो कुकिल गाउँ हो त्यो। अब हामी जाने उता यसको नि पारी बन जाने। यहाँ चाहिँ भ्यू दामी रहेछ है जस चाहिँ ऐसलिन रहेछ। अनि यो बोट के को यो थाहा छ तपाईँ? यहाँ यस्तो यस्तो पाइन्छ है जङ्गलमा चाहिँ। अब वनको जङ्गलको बाटो जति देखायो त्यति राम्रो हुन्छ है। तर खासै जति देखायो त्यति राम्रो हुन्छ। सिन पनि हुँदैन। अब काफलको मात्रै देखाउँछु म अब है। घन्टे छिटो आएन। सुन्थे ओ घन्टे छिटो सिधा जाइ सिधा जाइ सिधा जाइ सिधा जाइ। ल काफल छ। हामी चाहिँ खासमा नि काफल खान आएको। यहाँ टन्नै छ। अब कति टिप्पो मात्रै देखाउँछ है। यो बोर्डमा टन्नै रहेछ। यहाँ टन्नै छ देखि नसक्दो छ। अब हामी टिप्छौँ है त। भटाभट टिपेपछि लास्टमा देखाउँछौँ। अब चार्ज पनि छैन मोबाइल किनकि भ्यूहरू दामी छ पाउनु है। यो चाहिँ गालफेदीको डाँडा हो। यहाँ बोट त टन्नै छ। जस रमाइलो भइरहेछ हुन्छ। हेर्नुहोस् क्या यस्तो यस्तो छ यहाँ। काफल टन्नै छ। यहाँ उरुवा चढिरहेछन्। रमाइलो भइरहेछ जस। अझै आउँदैन टिम। अब कति फलमा देखाउँछौँ। सुन्ती भाइ के छ खबर? झोला भरिसक्यो। काफल बिग्रो के भन्नु ल भन्नु त? काफल एकदम राम्रो छ के भन्नु अब ल। भर्खर यति भयो हेर्नुहोस् टिप्दा टिप्दा छैन काफल।